यहाँ चाहिँ म आज देखाउन गइरहेको छु। यहाँ काँकरीभित्ताबाट काठमाडौँ चाहिँ कसरी जाइन्छ भनेर। अन्त यहाँ चाहिँ पहिला गएर यहाँनिर गएर चाहिँ टिकट लिनु पर्दछ टिकट काउन्टरमा है। डाइरेक्ट काँकरीभित्ताको भिडियो गर्दैछु किनभने चाहिँ म चाहिँ यहाँबाट बिहान छिट्टो गएको थिएँ। अन्त बाटोमा कुनै भिडियो गरेको थिइनँ, त्यही भएर चाहिँ। अन्त हाम्रो चाहिँ टिकट पनि लिएर यही बस पनि हिँड्नु लाग्यो अफ टु काठमाडौँ है। काठमाडौँ कहिलेदेखि इच्छा थियो नि त, सोचेको थिएँ, त्यही भएर चाहिँ फाइनली जानु पाएँ। अन्त यो चाहिँ रह्यो बस हो। हामी चाहिँ ढिलो पुगेकोले धेरै पछाडि सिट पाएको थियो। सिटको लागि चाहिँ अलिकति पुरै सोचेर मात्रै हिँड्नुपर्ने रहेछ। अन्त टिकट काटेको टाइममा पनि आफ्नो सिट चाहिँ कुन चाहिँ नम्बरमा छ भनेर एकदम जान्नु जरुरी छ है। किनभने चाहिँ लामो यात्रा गर्दै गर्दाखेरि चाहिँ पछाडि बसेर जानु चाहिँ निकै नै साह्रो पर्छ। तर यहाँ हेर्नुहोस् है, बसमा चाहिँ पानी पनि दिनुहुँदो रहेछ, यसरी बिस्किट पनि दिनुहुँदो रहेछ हो। त्यहाँदेखि चाहिँ हामीले हाफ वे है पुगेर चाहिँ यो चाहिँ मैले रातिको 12 बजीको होला, भात है यति मिठो भएर चाहिँ खाना खाएको थिएँ। त्यहाँ खाना खाने जग्गामा रोक्नु भएको थियो। त्यहाँदेखि चाहिँ यो एकैचोटि म बिहानको भिडियो देखाउँदैछु। यो सबै बसहरू चाहिँ कहाँ गएको होला, यति बेसी रातैभरि पनि हिँडिराखेको थियो भनेर चाहिँ म चाहिँ यहाँ बिहान देखेर पनि छक्कै पर्छु। किनभने चाहिँ म निदाउनु सकेन बसमा चाहिँ। अन्त बिहानभरि रातभरि त्यो बस हिँडेकै देखिरहेको थियो नि त। राति पनि यति बेसी बसहरू क्रस भइरहेको थियो हो। अब भने फाइनल्ली काठमाडौँ पुग्नु आँट्यौँ। त्योभन्दा अगाडि चाहिँ यहाँनिर यसरी चेकिङ हुँदो रहेछ। यस्तो चेकिङहरू चाहिँ बाटोमा पुरै हुँदो रहेछ है बसमा। अन्त तर पनि यहाँ पुग्ने बेलामा फेरि चेकिङ भयो। त्यहाँदेखि चाहिँ यसरी हामी जाँदैछौँ होइन। यति मजाले दिनले पनि साथ दिएको थियो। म चाहिँ यता है काँकरीभित्ताबाट चाहिँ अब चाहिँ भने काठमाडौँ पुगि पनि सकेको छु। अन्त यो वेटिङ सेटहरू चाहिँ यति दामी दामी रहेछ त्यहाँनिर बस्ने है। त्यहाँदेखि यो चाहिँ मेरो उत्रिने बेलाको भिडियो, एकदम एकछिन कस्तो देखेँ भनेर। अन्त यो सबै भ्यूहरू लिँदै आजको मेरो दिन चाहिँ यहाँ एकदम बिहानीमा पुगिसकेको छु। किनभने रातभरि जर्नी गरेर चाहिँ बिहान पुगिँदो रहेछ नि त माथि काठमाडौँ चाहिँ। अन्त यो सबै ट्राफिक पोइन्टहरू दिनले पनि यति दामी साथ दिएको थियो आज चाहिँ। त्यही भएर चाहिँ यहाँ मजा लाग्यो मलाई चाहिँ। अनि चाहिँ भने अब आफ्नो रुमतिर लाग्दैछु यहाँनिर है। यस्तै रहेछ। अब बसमा गएपछि चाहिँ टक्कै टाइममै अन्त जहाँ डेस्टिनेसन छ त्यहीँ पुऱ्याइदिइहाल्नु हुँदो रहेछ। त्यहाँदेखि चाहिँ अब रिमेनिङ भिडियो चाहिँ भोलि हेर्नुहोस्।